पैसा राख्नु हातै नहेरिकन पैसा राखिदिनु त्यही त के कुरा गर्नु राख्नु न पहिले अनि अहिले हेरेपछि थाहा हुन्छ ए तपाईँलाई हेर्न आउला जस्तो मलाई लागेन दाइ त्यहाँ राख्नु न पहिले चाहिँ राख्नु नि हेरिदिन्छु म त्यो विश्वास भएन तपाईँको यो त अगाडि पैसा राखिसकेपछि त अनि खत्तम भइगयो नि पहिला लिएर जान्न पैसा त भएन भने पर्दैन भयो मेरो तपाईँले चाहिँ म अन्त्य देखाउँछु ल त्यतिकै हेरिदिउँला फेरिमा ल यहाँ फ्रीमा होइन पैसा त दिइहाल्छु नि पर्दैन तपाईँ पैसा फेरिमा ल ल ल तपाईँको एक दुईचोटि सानोमा बिरामी भयो भनेर भने है दाइ दुईचोटि बिरामी भयो भने तपाईँलाई थाहा छैन लामो अब पछि गएर लामो बिरामी भयो एकचोटि भनेर भनेको छ भयो कि भएन त्यो याद गर्नुपर्छ अब त्यो याद गर्नुहोस् तपाईँको भयो कि भएन लामो बिरामी त कहिले भयो होला म बिरामी भएर सुत्यो भनेर भनेको छ घाउ चोट लाग्ने भनेको छ घाउ चोट लाग्ने घुँडामा टाउकोमा हातमा घाउ चोट लाग्छ कुकुरले टोक्छ भनेर भनेको छ के भयो यसमा कुकुरले टोकेको छ टोक्यो भयो एउटा चाहिँ भयो कुकुरले टोक्यो है अब घाउ चोट लागेको छैन घुँडामा टाउकोमा हातमा घाउ चोट लाग्छ भनेको छ भूतको कुरा भने पुग्यो भने भविष्यको कुरा पुग्छ हजुर भूतको कुरा पुगेन भने भविष्यको कुरा पुग्न गाह्रो छ त्यसले गर्दाखेरि घुँडामा टाउकोमा हातमा घाउ चोट लाग्छ कतै लड्छ रुखबाट खस्छ अथवा मोटरसाइकलबाट लड्छ के हुन्छ भनेर सानो अवस्थामा त्यो हुन्छ भनेर चाहिँ देखाइरहेको छ के भएको थियो त्यो भएको थियो हजुरले भने मोटरसाइकलबाट नि लडाइ थियो एकचोटि अनि घाउ चोट लागेको थियो मिलेछ घाउ चोट लागेको थियो हजुर कुकुरले टोकेको मिल्यो होइन होइन अब भनेपछि पानीमा डुब्न सक्छ भनेर भन्दा पौडी खेल्नु भएको छ कि छैन खेल्नु भएको थियो डुब्नु भयो छैन नडुबे पौडी खेलेपछि पुगिहाल्यो है त ल अर्को कुरो सर्पले डस्छ भनेर बनाइरहेको छ यहाँ नाग है सर्पको दोष रहेछ नाग सर्पले डस्न सक्ने भनेर बनाएको छ के भएको थियो सर्पले डस्यो कसै कुनै सर्पले टोक्यो ल यो सर्पको दोष यो सर्प है हेर्नुहोस् यहाँ सर्पको नागको दोष छ तपाईँलाई नागको दोष नागलाई पूजा गर्नुपर्ने हुन्छ उसको चाहिँ नाग बनाएर राम्रो नाग बनाएर अनि के अरे ऊ राखेर नवग्रहको पाठ गर्न शनि र राहु छ तपाईँलाई अहिले त्यसले गर्दा त्यो पनि यो पनि पाठ गराउनु पर्छ ब्राह्मणद्वारा पाठ गराएर राम्रोसँग गराउनु भयो भने धेरै राम्रो हुन्छ भनेर भन्थ्यो है त नागको चाहिँ तपाईँले रेगुलर पूजा गर्ने भनेर भन्यो भनेपछि पढाइ रेखा पढाइ पनि छोड्दै पढ्दै गरेको एक दुईवटा विषय लगाइसक्यो कति पढायो हो तपाईँले मैले त ब्याचलर गरेको छु त्यही त छोड्दै पढ्दै गर्नुभयो तर दुईवटा विषय चाहिँ लाउनु भयो दुईवटा विषय लाग्यो नम्बर नपुगेको कि विषय लागेको यो विषय लागेको छैन अहिलेसम्म सानामा लागेको छ कि छैन सानामा त यति बजेर ज्ञान भनेको सबैभन्दा ठुलो ज्ञानभन्दा ठुलो धन होइन तपाईँको लागि ज्ञान विद्वानले के गर्छन् प्लेन बनाएको छन् रकेट बनाएको छन् चन्द्रमामा पुगेका छन् आज यति बजेर यति मिनटमा सूर्य झुल्किन्छ भने झुल्किन्छ नि ज्ञानको चच्चो यो ढुङ्गाको अक्षर हुन्छ तपाईँलाई जे भनेको छ त्यही ट्याक्कै हुन्छ बुझ्नु भने यताउता टेढामेढा कहाँ आउनुभएको छ त तपाईँलाई ज्योतिषी भएको ठाउँमा त ज्योतिषीले त्यस्तो नराम्रो कुरो तपाईँलाई ऊ त बाटोमा हेर्ने 20 रुपियाँमा हेर्ने ज्योतिषी जस्तो होइन हामीहरू ब्राह्मणहरू हामी त्यसैले गर्दा सबै जानेर पढेर जानेर तपाईँको अनुहारै हेर्दा थाहा हुन्छ हामीलाई के कस्तो गर्नुहुन्छ भन्ने सबै थाहा हुन्छ बुझ्नु भने त्यसले गर्दाखेरि गरेका हुन्छौँ त्यसले गर्दाखेरि अब सुन्नुहोस् तपाईँलाई लाग्ने बेला बेलामा टाउको दुख्ने हुन्छ दुख्छ पछि दुख्ला है टाउको त बेला बेलामा दाँतको खराबी छ छैन दाँतको छिटै दाँत फुस्के लाग्यो त्यो दाँतको खराबी देखेको त पछि यो जिन्दगीभरि लाग्यो भने दाँतको खराबी हुन्छ र अब ढाड कम्मर दुख्ने मुन्टो अरने अल्छी लागे जस्तो हुने त्यस्ता हुन्छ अन्त पेटमा पिसाब पोल्ने जस्ता रोगहरू हुन्छ अन्त खुट्टा पैताला घुँडा दुख्ने अन्त ढाड कम्मर दुख्ने रोगहरू हुन्छ भनेर बाहिरी रोग है कहिले काहीँ मात्रै हुन्छ है यस्तो सधैँभरि हुँदैन नि फेरि बुझ्नु नि कहिले काहीँ हुन्छ भनेर भनिदियो अब आयु रेखा भनेपछि 63 वर्ष 1 2 3 63 वर्षमा तपाईँलाई खड्गो छ 63 भित्री रोगहरूको औषधि खानुपर्ने हुन्छ आन्द्रा सम्बन्धी अथवा मुटु कलेजो फोक्सो सम्बन्धी यसको औषधि खानु एउटामा हुन्छ नि फेरि सबैमा हुँदैन नि फेरि एउटामा आन्द्रामा लाग्यो आन्द्रैमा हुन्छ त जेमा भए पनि एउटा हुन्छ औषधि खानुपर्छ निको भइहाल्छ है त यो राम्रो छ केही पनि हुँदैन यो औषधि रेगुलर औषधि खाने यो औषधि खाएको यो 63 वर्षको कुरा अहिले गरेर के फाइदा भने बस अहिलेको यो अवस्थाको चाहिँ हेर्नु न
यो र यो लागिरहेछ यो पढाइ हो यो पढाइ रेखा हो त यो लागिरहेछ यो आरआर यहाँसम्म आरआर भयो यहाँसम्म गयो 1 2 3 अहिले यो चाहिँ आरआर भनेको यसले लक्ष्य पुरा गर्छ है भनेको सरकारी जागिर खान्छ कुनै सरकारी जागिरमा हुन्छ अदालत पुलिस आर्मी जेमा भगाए पनि सरकारीतिर खान्छ टिचर अथवा हस्पिटलको डक्टर जे पनि सरकारीतिर राम्रो हुन्छ तपाईँको भनेको छ 1 2 3 थ्रेसोल्ड है सरकारीतिर राम्रो हुन्छ जागिरी भनेर भनेको छ तो मात्र विदेश कुन देश जानु गराउनु भयो 1 2 विदेश जानुभएको छ कि छैन विदेश गएको छ कुन देश जानुभयो फ्रान्स त्यही त अनि तो मत भनिरहेको छ 1 2 तो मत भनेको गएको र आएको भनिरहेको छ विदेश गयो भनेर भनेको छ हजुर फ्रान्स गराउनु भएको हजुर तो मत देखाइरहेको छ विदेश गएर आयो भनेर देखाइरहेको छ जागिर खानु भएको रहेनछ है विदेश गएर आयो भनेर देखाइरहेको छ हजुर अब त्यस पछाडि अर्को कुरो तपाईँलाई लाग्ने रोगहरूमा है अब के हुन्छ अब अहिले छैन भने पछि भविष्यमा यो चाहिँ त्यो ढुङ्गो जस्तो छ आज अनि त्यहाँदेखि ला बुढा पखण्ड जस्तो यो त चेप्टो छ भनेर तेरा बाउले जन्माएको रहेछ भने खोजेर आइज अनि मलाई चट्टै काटिदिए भनेर बाउले भनेछ अनि भनेपछि अन्त खोज्दै वैज्ञानिकहरूले खोज्दै गए खोज्दाखेरि गोलाकार भेटे गोलो भेटेपछि ए हो पो रहेछ भनेर अनि त्यहाँदेखि साइन्सले मानेको छ त्यसले गर्दाखेरि योभन्दा विद्या अरू कुनै पनि विद्या हुँदैन बुझ्नु भने विद्यामा ठुलो विद्या भनेको यो बुझ्नु भने त्यसले गर्दाखेरि यस्तो विद्याहरूलाई चाहिँ मामूली ठान्नु हुँदैन तपाईँले बुझ्नु भने त्यसले गर्दा सोच्ने आफूले दिमागमा उतो गर्ने हाल्ने के भनेको छ त्यही त्यो गर्ने त्यसले गर्दाखेरि यति वर्षमा यो हुन्छ भनिरहेको छु 60 61 62 वर्षमा खड्को छ औषधि खाने त्यहाँदेखि उता रेगुलर औषधि खाने र आयु रेखा 80 81 82 83 वर्ष यहाँ 1 2 3 83 वर्ष आयो है त 83 वर्ष आयो धन रेखा राम्रो त धन राम्रोसँग कमाउँछ भनेको छ यो धन रेखा यो धन यसरी देखाइदिँदैन जो चिजहरूले यो धन रेखा यो आयु रेखा यो पढाइ आफूले पनि हेर्न सकिन्छ मेरो पढाइ कस्तो छ भनेर आफ्नै हातमा पनि हेर्न सक्दैन तपाईँसँगै छ सबै थोक तपाईँसँग छ राम्रो तपाईँसँग छ नराम्रो तपाईँसँगै छ याद गर्नु होला राम्रोलाई मात्रै छान्नु होला नराम्रोलाई फिल्टर गरेर फालिदिनु होला नराम्रो कुरो आफूसँग नराम्रो भएको जिनिस विकारहरू छन् रिस छन् काम छ क्रोध छ लोभ छ मोह छ अहङ्कार छ भने त्यसलाई परित्याग गर्नु होला तपाईँ मान्छे बन्नु बुझ्नु भने नत्र भने मान्छे बन्नलाई धेरै गाह्रो छ बुझ्नु भयो धन्यवाद हजुरको शुभ नाम चाहिँ मेरो नाम खडानन्द खडानन्द के लुइटेल 40 80 100 के भयो अनि 200 रुपियाँ छ है अनि हजुरले एउटा